हेलो गाइज मेरो मिनी ब्लगमा स्वागत छ। अनि बिहान कस्तो रहेछ दिन भनेर यसो खिड्की खोलेर हेरौँ भनेको त मुनिको खोल्नै बिर्सेछु। मुनिको टक्कै चुकुल खोलेर चाहिँ जबरजस्ती ठेले कडा भएकोले गर्दा टक्कै खोलेर चाहिँ यसो बाहिर हेरेको त केरा जस्तो भइरहेको रहेछ दिन त हो। बाइक पनि छोपिरहेको थिएँ। त्यहाँदेखि चाहिँ म चाहिँ ओछ्यान उठाउनुतिर लागेँ। मेरो चाहिँ आज माथि ग्रेभयार्ड जाने काम थियो। त म चाहिँ ट्याङ्की ट्याङ्लो ओछ्यान पट्टाएर चाहिँ बाइक स्टार्ट गर्नुको लागि निक्लेँ। अन्त बाइकको कभर हटाउँदै म चाहिँ यसो बाइक कस्तो छ, सफा छ कि छैन भनेर टक्कै म चाहिँ हेर्न थालेँ। अन्त आफ्टर लङ टाइम पापाको जुन चाहिँ कपुर चाहिँ बनाएर चाहिँ रेनोभेट गरेको थिएँ। अन्त त्यहाँ क्युरिङ गर्नु जानुपर्ने। त टक्कै चाबी ल्याएर चाहिँ बाइक चाहिँ न्युट्रल टक्कै हालेर म चाहिँ कोल्ड स्टार्ट गर्नुतिर लागेँ। त एकछिन कोल्ड स्टार्ट होस् भनेर एकछिन छोडेर चाहिँ यसो बाइक हेरेँ, सफा भइरहेको रहेछ। अन्त टक्कै म चाहिँ लाग्दिएँ। अन्त यसरी जानुपर्छ। अन्त बाटो चाहिँ अलिकति रफ छ, तर अहिले बनाएकोले चाहिँ राम्रो छ। जर्किन बोकेर गएँ, पानी भर्नुपर्छ नि त। अन्त टक्कै पुगेर चाहिँ पानी भर्न थालेँ म। अन्त त्यहाँ सिसाले पो डिस्टर्ब गर्यो त हौ मलाई त। म त टक्कै सिसा हल्का साइड लाएर फेरि पानी भर्न थालेँ। त पानी भर्दै यसो माथितिर हेरेको त माथि जानुपर्छ हो। भरिसक्यो पानी। अब पानी बोकेर बाइकलाई हेर्दै म चाहिँ लाग्दै अब उकालै हो माथि पुग्नुपर्छ। त्यहाँदेखि ओह्रालो झर्नुपर्छ। लु गेट पनि आइपुगिहाल्यो। अब टक्कै पानी राखेर चाहिँ गेट टक्कै खोलेँ। अन्त टाइम पनि है 12 12:30 भएको रहेछ। फेरि बोकेर म त लु अब छिटो गर्नुपर्छ क्युरिङ, दिन अलिक बिग्रिँदैछ भनेर चाहिँ लु छिटो गएँ। अलिक पर गएको त थाकेर त एकछिन रेस्ट गरेँ। अन्त फेरि बोकेर गएँ। अन्त टक्कै पुगेर चाहिँ है भुल्डुङ राखेर चाहिँ बिच्चो खोलेर लु क्युरिङ गर्नु थालेको त टक्कै पानी त खुट्टाभरि आयो हो। अलिकति प्यान्ट माथि सारेर चाहिँ क्युरिङ गर्न फेरि थालेँ। त मजाले क्युरिङ गरेँ हो। छिटो गर्नु पर्थ्यो किनभने दिन पनि कस्तो भइरहेको थियो, घर पुग्दा बित्छु भनेर चाहिँ। अन्त छिटो क्युरिङ गर्नु थालेँ म त। अन्त क्युरिङ गरिसकेर चाहिँ के गर्नु पऱ्यो भनेको चाहिँ गीत सुन्दै म चाहिँ त्यहाँ साइडको पत्ताहरू टिप्नु थालेँ। अलिकति सफा गर्नु थालेँ हो। त लाग्दैको घर काम सक्यो खाली बुल्डुङ बोकेर। अन्त हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ। त म चाहिँ कालिम्पोङमा फुपूकोमा छु। अन्त दिन पनि यस्तो भइरहेको छ हो। अन्त यसो जाँदै थिएँ तल हेरेको त हाम्रो घरको कुकुर पो बसिरहेको रहेछ गेटमा। अन्त चाहिँ टक्कै घर गएर चाहिँ यसो हेरेको त मल्डेर पुरा भएको रहेछ हो। अन्त हाम्रो घरको अर्को कुकुर चाहिँ यसरी सुत्छ। त्यहाँनिर चाहिँ फुपूले बोरा राखेर चाहिँ फुल त्यहाँ बसेर चाहिँ फुल बनाउँदै थियो, ढेसिरहेको थिएछ। यत्तिकै सुतेछ। अन्त फेरि बेलुका मोमो खाने भनेर चाहिँ मैले चाहिँ मैदा गुचिदिएँ। बहिनीको ड्रइङ रहेछ साइडमा। त म चाहिँ किमा गर्नुतिर लाग्दै। हामी चाहिँ पोक मोमो खाएको, बहिनीले चाहिँ भेज। अन्त म चाहिँ किमा गर्न लागेँ। अन्त भोक लागिरहेको थियो पुरा। ड्याङ म त किमा गर्न थालेँ लु। अन्त मजाले स्पिडी किमा गर्न थालेँ हो। अन्त फुपूसँग गफ गर्दै हो। अन्त फुपू चाहिँ उता सब्जीहरूको किमा बनाउँदै थियो। अन्तखेरि चाहिँ म चाहिँ यता सुँगुरको। अन्त म चाहिँ ड्याङ लु गाइस गर्नु थालेँ है किमा। लु यसरी गर्दा गर्दा हत्तु भयो हो। अन्त टक्कै भइसकेर चाहिँ प्याज हालेर ल्याम मुछिदियो हो। साइडमा भेज रहेछ, भेज त आँखै लाग्दैन, राई पर्यो हो। अन्त
टक्कै यो रेडी भएर चाहिँ अब म चाहिँ बेल्नु थालेँ, फुपू चाहिँ बनाउनु थाल्यो, मलाई बनाउनु आउँदैन। अन्तखेरि चाहिँ म चाहिँ बेल्नु थालेँ मजाले, ड्याङ्के ड्याङ बेल्नु थालिदिएको म चाहिँ अब ल। कस्तो भोक लागेको हो, अन्तखेरि चाहिँ ड्याङ्के ड्याङ म चाहिँ स्पिडै बेल्नु थालेँ, फुपूले पनि स्पिडै बनाउनु थाल्यो। टक्कै म चाहिँ सकेछ भनेर उठेको त 2-3वटा त फुपूले बनाइदियो लास्टमा नपुगेर। अन्त हाम्रो चाहिँ चुलामा पाक्दैछ, एकपट्टि चाहिँ अघिको मलडेरोको जाम, एकपट्टि चाहिँ मोमो। टक्कै पाकी पनि हाल्यो हो। अब चाहिँ थालमा हालेर खाएको ल। थ्याङ्क यू गाइज।